हेलो, मेरो नाम चाहिँ जेसन श्रेष्ठ हो र मेरो प्रोजेक्टको नाम चाहिँ इन्भेन्ट्री ट्र्याकर हो, जसले लोकल गुड्सहरूको इन्भेन्ट्रीमा ट्र्याक गर्छ। एनपिएम टेस्ट पहिला चाहिँ टेस्टिङ गरेर देखाउँछु स्टार्ट गर्नुभन्दा अगाडि। के टेस्ट भएको छ भन्दा युजर रेजिस्ट्रेसनको भ्यालिडेसन, इन्भेन्ट्री क्वान्टिटीवाला भ्यालिडेसन सबै टेस्ट पास भएको छ। यो भ्यालिडेसन टेस्ट फाइल अब प्रोजेक्टतिर जाउँ। पहिला ब्याकएन्ड स्टार्ट गरौँ अनि फ्रन्ट एन्ड स्टार्ट गरौँ। यो चाहिँ युजर लगइन गर्ने, यो चाहिँ एडमिन लगइन गर्ने। एउटा एकाउन्ट कनेक्ट गरेर हेरौँ। सबको नाम अहिलेलाई थुप्रो राख्यौँ। इमेल एड्रेस gmail.com, पासवर्ड 4123। सेक्युरिटी क्वेसन चाहिँ फर्गेट पासवर्डको लागि हो। युजर र एड साइट भयो। क्रिएट एकाउन्ट गर्दा पासवर्डमा चाहिँ क्यारेक्टरको सँगै नम्बर नि हुनुपर्छ 1 2 3, अनि युजर नेममा नि 3वटा भन्दा धेरै हुनुपर्छ, अनि इमेल पनि इमेलको फर्मेट फलो गरेछ भने क्रिएट गर्न दिँदैन। अहिलेलाई चाहिँ एउटाको मात्र जट भेरिफिकेसन देखाए अनि एकाउन्ट क्रिएट भयो सक्सेसफुली। अनि अब लगइन गरेर हेरौँ युजर नेमबाट। पासवर्ड इनभ्यालिड भयो। करेक्ट पासवर्ड हाल्यो भने मात्र इन्टर गर्नु मिल्छ। यो भयो। यो चाहिँ हाम्रो ड्यासबोर्डको युआई भयो, ओभरभ्यू। यहाँबाट चाहिँ आइटमहरू एड गर्न मिल्छ। यो चाहिँ इन्भेन्ट्री भयो। यसमा चाहिँ एड भएको आइटम आउँछ। स्टक भयो, यो स्टक अलर्ट भयो। यसमा चाहिँ अब यहाँ हाम्रो स्टकहरू हेल्दी छ कि छैन, लो छ भने अलर्ट आउँछ। अनि यहाँ चाहिँ अब हामीलाई के चाहिएको छ भने यहाँबाट माग्न मिल्यो। अनि यो चाहिँ मार्केट प्लेस भयो, पब्लिक आइटमहरू आउँछ। अनि यो चाहिँ रिक्वेस्ट पेज, यहाँ चाहिँ इन्कमिङ र आउटगोइङ देखाउँछ। अहिलेलाई ललिपप 5वटा मागेर राखिराख्थ्यौँ। यो चाहिँ नेटवर्कमा आइसक्यो। आउटगोइङ के छ, 4वटा ललिपप चाहिएको छ। अब एउटा ट्राई गरौँ। यो चाहिँ पहिल्यै बनाएको एकाउन्ट हो, रुट 1 2 3। इमेज चाहिँ यहाँबाट सिलेक्ट गर्ने हो। ललिपपको इमेज सिलेक्ट गरौँ। ललिपप फरेन स्टक क्याटेगोरी ललिपप चाहिँ यो हामीलाई दिएको क्याटेगोरीमा छैन, त्यही भएर यति क्याटेगोरी यतिकै राख्थ्यौँ। अनि एड आइटम गरिदियो भने इन्भेन्ट्रीमा आएर बस्छ। फ्रुट्सहरू यसरी बस्यो। अनि अब हाम्रो क्याटेगोरीमा थिएन नि त, त्यही भएर यहाँ आयो ललिपप। भेजिटेबल नि हालेर हेरौँ।
इमेजहरू चाहिँ हामीले अपलोड्सको मात्रै युज गर्न मिलेको छ है, किनकि जुन पनि इमेज हाल्यो भने अरू इमेजहरू नि अपलोड हुनसक्छ, त्यही भएर अपलोड्सदेखि अपलोड्सबाट मात्र हाल्न मिलेको छ अहिले। यो भेजिटेबल हो। भेजिटेबल आयो अनि अनक्याटेगोराइज भनेको चाहिँ अब हामीलाई दिएको छैन भने यसमा बस्छ। मतलब सबै स्टक हेल्दी छ एउटा। अनि दुईवटा यो पनि अनक्याटेगोराइजमा राखिदिउँ। अब यिनीहरू चाहिँ त जम्मा दुईवटा मात्र हो नि त, यो हामीले राखेको रिक्वायरमेन्ट भन्दा लो छ, किनकि यो दुईवटा खायो भने एकछिनमै सिद्धिन्छ अनि स्टक हाम्रो अलर्ट आउँछ। दुईवटा मात्र बाँकी छ भने स्टक अलर्टमा आयो। अनि रिक्वेस्ट अघि थोर भन्ने एकाउन्टबाट चारवटा ललिपप मागेको थियो, त्यो एक्सेप्ट गरिदिउँ। एक्सेप्ट गरिदिएपछि चाहिँ अब यहाँ 19वटा छ। अनि रिक्वेस्टमा अब खोल्दा हामीले एक्सेप्ट गरिसक्यो चारवटा ललिपप इन्भेन्ट्रीमा आएर बसिसक्यो। अनि उता चाहिँ घटिसक्यो अहिले। पन्ध्रवटा अघि 19 थियो, अहिले 15, किनकि चारवटा हामीले उता दियो। यही हो मेरो प्रोजेक्ट चाहिँ। अब एडमिन साइड हेरौँ। 'एडमिन' पनि हामी युजर साइटबाट लगइन गर्नु मिल्दैन, एडमिनबाट मात्र मिल्छ। पासवर्ड नि अघि रङ भएको थियो, अहिले चाहिँ मिलाएको छ दुइटै, सो लगइन गर्न मिल्यो। अब एडमिन साइडमा चाहिँ अब यही हो, नर्मल ड्यासबोर्ड युजर साइटको जस्तै हो, तर यहाँ चाहिँ अब ग्लोबल स्टक कतिवटा सपमा के सामानहरू छ भनेर यहाँ आउँछ। यहाँ फ्रुट्स भन्ने ओनरकोमा यो फलफुलहरू थियो। अनि भेजिटेबल भन्नेकोमा यस्तो छ। अनि थोर भन्नेकोमा चारवटा ललिपप मात्र छ अघि आएको। अनि म्याङ्गो भेजिटेबलकोमा लेजहरू छ। अनि इन्भेन्ट्रीमा त्यही हो, अब सबैको देखाउँछ यसमा चाहिँ युजरको हो भनेर। अनि स्टक पेज भइहाल्यो, नेटवर्क पेजहरू। अनि एडमिनको एडमिनको अर्को प्यानल भनेको चाहिँ अब हामीले यहाँबाट युजरहरू ब्यान गर्न मिल्छ, र ट्रेडहरू जसको चाहिँ अब धेरै हुन्छ हामीले तिनीहरूलाई भेरिफाई नै गर्नु मिल्यो। यो चाहिँ अब फ्युचर फ्युचर प्रोसेस हो। भेरिफाई मर्चेन्ट अब 10वटा भन्दा धेरै गऱ्यो भने ब्लु टिक टाइपको गर्ने भनेको छ। अनि ब्यान गर्नु पनि मिल्यो युजरहरूलाई। अब केही स्टोर पोलिसीहरू भायोलेट गरेको छ भने यहाँबाट ब्यान गर्नु पनि मिल्यो। ब्यान भयो। अनि यहीँबाट अनब्यान गर्न पनि मिल्छ। यो ग्लोबल स्टक भयो, अडिट लक भयो, के भएको छ अहिलेसम्म यहीँबाट हेरेर कसको चाहिँ ट्रेड धेरै भएको छ
कसको चाहिँ ट्रेडहरू धेरै भएको छ उनीहरूको त्यही हेरेर हामीले यहाँ भेरिफाई मर्चेन्ट राख्न नि मिल्यो। अनि अब 10 वटा भन्दा धेरै भने ब्लु टिक नि पाएँ तिनीहरूले ट्रस्टको नि भयो अनि भेरिफाइड हुन्छ मर्चेन्टहरू पनि। अनि अब यहाँबाट चाहिँ अब क्याटेगोरीहरू राख्नु मिल्यो अघि नराखेको क्याटेगोरी ललिपपमा चकलेट यसको अनुसार क्रिएट क्याटेगोरी क्रिएट भयो। अनि चिप्सहरू नि राखिदिउँ हेर्नलाई यो पनि पिस अनुसार। अब कुरकुरे राखेर हेरौँ क्याटेगोरी चिप्स पर पिस आइटम नेम कुरकुरे स्टक 30। अनि लेस नि आइटम नेम लेस 20 chocolate category dairy milk यो 40। यहाँ बसेको छ चक्लेटहरू चिप्स नि बस्यो चक्लेट नि बस्यो अनक्याटेगोराइज। अब हामीले इन्भेन्ट्रीबाट अब हामीले यहाँ इन्भेन्ट्रीमा आयो अब यहाँबाट रिमुभ गर्न नि मिल्यो हट्छ हट्यो। अनि यहाँबाट एडिटहरू नि गर्न मिल्छ। रिक्वेस्टहरू केही आएको छ छैन। यही हो मेरो प्रोजेक्ट चाहिँ फर्गेट पासवर्डको हेरौँ एकचोटि thor@gmail.com फर्गेट पासवर्ड गर्नको लागि चाहिँ इमेल चाहियो पहिला सुरु अनि सेक्युरिटी क्वेसन के थियो थोर राखेको थियो यसलाई एन्सर अनि पासवर्ड नयाँ सेसन 1 2 3 राखौँ। रिसेट पासवर्ड रिसेट भयो। त्यही हो फर्गेट पासवर्डको चाहिँ जेसन 1 2 3 गर्दा आयो सबैमा एड भएको छ। प्रोजेक्ट चाहिँ यति हो मेरो। थ्याङ्क यू। अब फ्युचरमा चाहिँ ट्रेडहरू भइरहेको ट्र्याक गर्ने अनि अटो अपडेटहरू गर्ने सोचिरहेको छ। यही हो प्रोजेक्ट चाहिँ मेरो। मैले चाहिँ पोस्टम्यान र पिजी एडमिन डाटाबेसको लागि युज गरेको छु। पोस्टम्यान चाहिँ एपिआई चेकको लागि। थ्याङ्क यू।